सुम्पेरै तिमीलाई हृदय मेरो नतोडा जीवनको बाटो छ लामो एक्लै बिचमा नछोडा कोही छैन आफ्नो मान्छे वरिपरि आज बोल्न खोज्दा भित्दैन मेरो बोली पनि त्यति माया गर्ने छमाले पनि छोडी गए तर बाले भएन एक्लै बस्दिन्छु भोलि पनि मेरो दिदीले सोध्यो के चल्दैछ तेरो कामकाज आमाले भन्छ बाबु के छ तेरो हाल खबर घरबाट धेरै टाढा छु आज म भुसिया कुकुर चाहिँ छाडा छु सामान उठाउनलाई हिलरसँग जहिले पुग्ने गर्छु म पाला छु अनि झ्यापमा फर्किन्छु बाटोमै हल्ला गरिदिन्छु मुख छाडिदिन्छु रन्डीको बान डन्डेसँगै जोङ्गिन्छु अनि समाउँछ मलाई च्याप्छु कोदै खान्छु मैले फ्याच फुड्स मलाई घिसार्दै चौकीमा लगेर हान्छ टक्कै टाउकोमा ड्याम्पु तर मेरो त्यस्तै हो कोही गुज्रेको म 3 वर्ष रिह्याब छिरै तर खै सुध्रेको चाहना छ मलाई मेरो परिवार खुसी पार्न तर पनि मलाई मेरो बाउआमाले बुझिरहेछ मलाई खुसी बनाउन आफ्नो आँसु पुछिरहेछ त्यो सब देख्दा मेरो मन निकै दुखी भएको छ कसरी भनौँ म आमा तिम्रो मुख अगाडि बोल्न गाह्रो लाग्छ तिमी गराउँछौ त्यसपछि पारो तात्छ तर थाहा भयो आज सबै मेरो काँधोमा छ त्यसैले अब म केही गर्ने सोचिरहेको छु आजबाट सुम्पेरै तिमीलाई हृदय मेरो नतोडा जीवनको बाटो छ लामो एक्लै बिचमा नछोडा